तपाईले यहाँ ग्राभल पनि बेच्न सक्नुहुन्थ्यो, किन बेच्नु भएन? यो हजुरको यो किन ग्राभल नबेच्ने कारण पनि छ। यो हजुरको ग्राभल बेचेर एकैचोटिमा त्यो खनेर जान्छ, त्यो पोखरी भइहाल्छ। यहाँ त सधैँ सदाको लागि यो हजुरको मैले धान फलाउन सक्छु। र यो जमिन पनि हाम्रो यथावत बस्छ। कृषि योग्य जमिन यो हाम्रो छ। यो धान फलिरहेछ, गहुँ पनि यहाँ मजाले हुन्छ। ए गहुँ पनि हुन्छ? गहुँ मजाको गहुँ हुन्छ त हजुरको। यो अनि पानीको व्यवस्था कहाँ गर्नु भएको छ? पानीको यहाँ सिँचाइ गरेको छु। सिँचाइ गर्नु भएको छ? सिँचाइ यहाँ पोखरी हेर्नुहोस्, यहाँ हामीले बोरिङ पनि, यहाँ पनि तपाईँ फोटो खिच्न सक्नुहुन्छ। यहाँ बोरिङ पनि मैले गरेको छु। यहाँ घर पनि बनाएको छु। यहीँ पोखरी डिलमा मैले घर बनाएको छु। त्यहीँनिर सबै कृषि राखेको छु, मिटर राखेको छु। तपाईँलाई अहिले सबैजनाले हेरिरहेको छ सर्वजना सञ्जालमा। हजुर। तपाईँ यहाँको स्थानीयवासीलाई के सन्देश दिन चाहनुहुन्छ? सबभन्दा त मैले नमस्कार, यो सबै किसानहरूलाई, यहाँको स्थानीयवासीहरूलाई म यही आग्रह गर्न चाहन्छु कि हामी जस्तै यो ग्राभल नबेचेर यस्तै हाम्रो यो धान खेती तपाईँहरू पनि फलाउनुहोस्, यस्तै गर्नुहोस्, गहुँ गर्नुहोस्, यो आँप बगैँचा लगाउनुहोस्। त्यसमा हामीलाई खुसी लागिरहेछ। त्यही चाहिँ गर्नको लागि हामीले आग्रह पनि गरिरहेको छु। ए तपाईँ भन्नुहुन्छ किसानलाई त्यो चाहिँ ग्राभल नबेचिकन बरु खेती गर्यो भने त्योभन्दा राम्रो है। राम्रो। अब मन आँप रोप्नु जग्गा पनि हुन्छ, आँप पनि हुन्छ, पैसा पनि रुख पनि हुन्छ है। सबै हुन्छ। धेरै धन्यवाद।